हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म र अस्मिता भएर चाहिँ नर्सरीबाट चाहिँ केही प्लान्टहरू चाहिँ लिएर आएको छौँ। हजुरहरूलाई चाहिँ हामीले अब यो कसरी अब सार्छौँ कसरी राख्छौँ हजुर हामी भिडियोमा देखाउँछौँ। अन्तिमसम्म यो भिडियो सपोर्ट गरिदिनु होला है त। गाइज तपाईँले देखिसक्नु भएको होला हामीले कुन कुन प्लान्ट लिएर आएको छौँ भनेर। यो चाहिँ भयो रबर प्लान्ट, यो चाहिँ पिस लिली, यो चाहिँ क्याक्टस हो, अनि त्यसै गरी यो चाहिँ भुरेनाङ है, अनि यो चाहिँ मल हो, अनि यो चाहिँ हामीले यो पेबल ल्याएको सजाउनको लागि कलर र व्हाइट कलरमा। अनि त्यसै गरी हामीले अर्को भनेको चाहिँ के प्लान्ट चाहिँ लकी ब्याम्बो प्लान्ट। अब हामीले यिनीहरूलाई चाहिँ अब सजाउँछौँ स्याहार्छौँ अनि हजुरलाई देखाउँछौँ है कसरी गर्छौँ कस्तो बनायौँ भनेर। गाई उतापट्टि घाम आयो, म यतापट्टि सार्नु पर्ला जस्तो लागिसक्यो। उता पछाडि गएर मलिलो माटो लिएर आएको गाइस म त टेबल लिएर आउँछु ल। गाइस यति 5वटा प्लान्ट अनि गमलाले हुँदाखेरि अनि पेबलहरूले हुँदाखेरि कति चाहिँ खर्च भएको होला के लाग्छ तपाईँहरूलाई? यो कुन प्लान्ट हो नामै भुलेको, यो रबर प्लान्ट, यो पिस लिली, यो जेड प्लान्ट, यो क्याप्सिकम क्याक्टस, यो लकी ब्याम्बो, अनि सबैलाई के अरे गमला पनि नयाँ नयाँ हो। गाइस यसरी बोल्ने बानी छैन नि त आएन क्या सुन्ने। ल अब यसमा चाहिँ हामीले अब पेबल हाल्छौँ, हामीले उसको था मैले मिलेर हाल्छौँ, अनि पछि चाहिँ हजुरहरूलाई चाहिँ लास्टमा देखाउँछौँ है त कस्तो भयो भनेर सजाएपछि। गाइस पातहरू कस्तो फोहोर रहेछ पानीले गर्दाखेरि, पानी धुलोले गर्दा। सजाउनुभन्दा अगाडि चाहिँ सरसफाइ गरेको। हजुरहरूलाई कस्तो लाग्यो हामीले ल्याएको प्लान्टहरू? हजुरलाई यहाँमध्ये कुन चाहिँ प्लान्ट बढी मनपर्छ? हजुरको घरमा कुन कुन प्लान्टहरू छ? कुन चाहिँ ल्याउने सोचमा हुनुहुन्छ? कृपया कमेन्ट गरिदिनु होला है त। भन्नु न। गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो। लाइक कमेन्ट एन्ड सब्सक्राइब।